नमस्कार। आज हेड इन्जुरी अवेरनेस डे। म आजका दिन हाम्रा अस्पतालका संस्थापक प्राध्यापक डाक्टर उपेन्द्र देवकोटाले भन्नुभएको कुरा सम्झिन चाहन्छु। मैले सर्जरी गरे भन्दा बढी ज्यान हेलमेटलाई अनिवार्य बनाएर जोगाएको महसुस गरेको छु। उपेन्द्र देवकोटा फाउन्डेसनले युवाहरूलाई टार्गेट गरेर हेलमेट हिरोज भन्ने नाराका साथ अवेरनेस क्रिएट गर्दैछ। अहिले हाम्रो नयाँ सरकार बन्दैछ, युवाहरूको प्रतिनिधित्व छ। म अनुरोध गर्न चाहन्छु मोटरसाइकल हाँक्ने र पछाडि बस्ने दुवैजनालाई हेलमेटको प्रयोग अनिवार्य बनाऊ। धन्यवाद। विश्वभरमा टाउको चोटको कारणले गर्दाखेरि करिब 20 लाखभन्दा बेसी मान्छेको प्रतिवर्ष ज्यान जाने गर्छ। नेपालमा पनि यसको अवस्था भयावह छ। करिब वर्षमा 1000मा 3 देखि 5 जना मान्छेको ज्यान टाउको चोटको कारणले गर्दाखेरि जाने गर्छ। टाउकोमा चोटपटक लाग्नेको कारणहरूमा मोस्ट कमनको चाहिँ रोड ट्राफिक एक्सिडेन्ट हो र रोड ट्राफिक एक्सिडेन्टमा सवारी मेनली चाहिँ तपाईँको दुई पाङ्ग्रे सवारी साधनबाट हुने गर्छ। दोस्रो कारण चाहिँ फलको माइट हो। तेस्रो कारण चाहिँ फिजिकल एसल्ट। अध्ययनहरूले हेलमेटको सही प्रयोगले सवारी दुर्घटनामा मस्तिष्कको गहिरो चोटको सम्भावना 50 देखि 65% घटाउँछ भनेर प्रमाणित गरेको छ। तसर्थ मोटरसाइकल र स्कुटर चलाउनेले मात्र होइन कि पछाडि बस्ने यात्रुले पनि अनिवार्य रूपमा हेलमेट प्रयोग गर्न हामी सुझाव दिन्छौँ। टाउकोमा चोट लाग्दा दिमागको स्नायु कोशिकाहरूको क्षति भए त्यसले होसमा कमी आउने, बिरामीलाई मृगी आउने, नुन पानीको गडबडी हुने हुनसक्छ। त्यस्तै चोटले दिमागको सुजन भएमा बिरामीको होसमा निकै कमी आउने, प्यारालाइसिस हुने र इभन मृत्यु पनि हुनसक्छ। त्यसैले दुई पाङ्ग्रे सवारी साधन प्रयोग गर्दाखेरि हेलमेटको प्रयोग, चार पाङ्ग्रे सवारी साधनको प्रयोग गर्दाखेरि सिट बेल्ट र ट्राफिक नियमको पालना गरौँ। साथसाथै मादक पदार्थको सेवन गरेर सवारी साधन कहिले पनि नचलाऊ। यस सँगसँगै हामीले कन्स्ट्रक्सन कामहरू गर्छौँ भने पनि हेलमेटको प्रयोग गरौँ र टाउकोको गम्भीर चोटबाट बचौँ र बचाउँ। Safety first, health first.